मतदाता नामावली दर्ता खुल्ला भएको छ। तपाईले दर्ता गर्नुभएको छैन भने आउनुहोस् आज म तपाईलाई कसरी दर्ता गर्ने घरमै बसेर म यो सिकाउन गइरहेको छु। सुरु गरौँ भिडियोबाट। सबैभन्दा पहिला तपाईले गुगलमा गएर apply.election.gov.np वेबसाइट लगइन गर्नुपर्ने हुन्छ। यो गरिसकेपछि तपाईलाई त्यहाँ नयाँ दर्ता अनि त्यसपछि नामावली अद्यावधिक भन्ने हुन्छ। त्यहाँ नयाँ दर्ता गर्नको लागि छुट्टै हुन्छ। अनि त्यसपछि तपाईको नामावली टुटी सच्याउन र मतदाता नामावली सार्न पर्यो भने अर्को। अनि तपाईलाई नयाँ दर्ता गर्नु परेको छ भने अब हामी नयाँ दर्ताको सिकाउँदै छौँ। पहिला नयाँ दर्तामा क्लिक गर्नु होला। नयाँ दर्तामा क्लिक गरिसकेपछि तपाईलाई त्यहाँ फोन नम्बर हान्न भन्छ। तपाईलाई मोबाइल नम्बर हानिसकेपछि तपाईको मोबाइलमा एउटा मेसेजमा कोड आउँछ। त्यो कोड राखेपछि तपाईलाई अर्को स्टेपमा अगाडि बढाउँछ। अनि तपाईले त्यहाँ कोड हानिसकेपछि आवेदन भर्नु पूर्व ध्यान दिनुपर्ने कुराहरू भनेर सर्लक्क देखाइदिएको हुन्छ। तपाईले त्यहाँ सर्लक्क पढ्नु होला। अनि यति गरिसकेपछि हामी थोरै अगाडि जान्छौँ। अनि यति गरिसकेपछि तपाईको स्थायी ठेगाना, व्यक्तिगत विवरण, नागरिकता विवरण, अपाङ्गता रहेको भए अन्य सम्पर्क स्थान, पुनरावलोकन भनेर तपाईको त्यहाँ छुट्टाएको हुन्छ। त्यसै गरी तपाईले अब स्थायी ठेगानामा तपाईले प्रदेश कुन हो, त्यसपछि वार्ड नम्बर छान्नु होला, जिल्ला छान्नु होला, मतदान स्थलको नाम छान्नु होला, अनि गाउँपालिका अथवा नगरपालिका के रहेको छ त्यो चाहिँ तपाईले छान्नु होला। यो चाहिँ तपाईले जहाँ मतदान दिने हो त्यो ठाउँको राख्नु होला। अनि त्यसपछि अर्कोमा गइसकेपछि तपाईले मतदाताको नाम नेपालीमा लेख्नु होला। त्यसैगरी मतदाताको नाम अङ्ग्रेजीमा, पति पत्नीको नाम, बाबुको नाम, आमाको नाम, बाजेको नाम, त्यसैगरी लिङ्ग, अनि तपाईको मोबाइल नम्बर, इमेल ठेगाना, यो सबै तपाईले यहाँनिर भर्नुपर्ने हुन्छ। अनि त्यसपछि तपाईले यदि भरिसकेपछि अर्को भन्ने छ। अनि त्यसपछि अर्कोमा क्लिक गरेर तपाईले अर्को स्टेपमा जानुहुनेछ। अनि तपाईको अर्को स्टेपमा गइसकेपछि अङ्कित क्षेत्र अनिवार्य भनेको छ। तपाईको जन्म मिति अनि नागरिकताको नम्बर, राष्ट्रिय परिचय पत्र नम्बर 6 भने राख्न पाइयो। छैन भने यसलाई चाहिँ अनिवार्य गरिएको छैन। अनि नागरिकता जारी गरेको जिल्ला, तपाईको जन्म मिति कहिले हो त्यो विक्रम सम्वत, नागरिकताको किसिम के हो, तपाईको वंशजको आधारमा हो कि अङ्गीकृत हो कि तपाईले त्यो छुटाउनु पर्ने हुन्छ। अनि नागरिकता कहिले जारी भएको छ त्यो पनि राख्नुपर्ने हुन्छ। त्यसै गरी नागरिकताको विवरण अनुसार जन्म स्थल कहाँ हो, तपाईको स्थायी ठेगाना जस्तै भन्छ। अनि प्रदेश छान्नुहोस्, त्यसै गरी जिल्ला छान्नुहोस्, गाउँपालिका छान्नुहोस्, वडा नम्बर छान्नुहोस्। टोलको नाम थाहा छ भने टोलको नाम पनि लेख्नुहोस्। अनि स्थायी बसोबास ठेगाना भन्छ। तपाईले स्थायी बसोबास ठेगाना अब कहाँ छ त्यही अनुसार भर्नुहोस्। तपाईले कुन ठाउँबाट तपाईले मतदान गर्न चाहनुभएको छ, तपाईले कहाँ राख्न चाहनुभएको छ, तपाईले त्यो प्रदेश, जिल्ला, गाउँपालिका अथवा नगरपालिका, वडा नम्बर, गाउँ टोलको नाम, मतदान गर्ने स्थल, तपाईले त्यहाँ कुन ठाउँबाट मतदान गर्दै हुनुहुन्छ, त्यहाँ तपाईको ठाउँमा मतदान गर्ने ठाउँ चाहिँ त्यहाँ केन्द्रहरू चाहिँ धेरै हुन सक्छन्। तपाईलाई कुन नजिक कुन पर्छ त्यसलाई चुज गर्नु होला। अनि यति गरिसकेपछि तपाईलाई नागरिकताको फोटो अपलोड गर्न भन्छ। नागरिकताको फोटोमा अगाडिको छुट्टा अपलोड गर्नुपर्ने हुन्छ अनि पछाडिको छुट्टा अपलोड गर्नुपर्ने हुन्छ। अनि यति नागरिकताको फोटो अपलोड गरिसकेपछि फेरि अर्कोमा क्लिक गर्नु होला। अर्कोमा क्लिक गरेपछि तपाईँ अर्को स्टेपमा जानुहुन्छ। अनि तपाईले यहाँ भाषा छनौट गर्न भन्छ। अनि तपाईको शैक्षिक योग्यता कति रहेको छ त अनि त्यो भन्छ। अनि तपाईको कुन समूह वर्गमा पर्नुहुन्छ त, मुस्लिम, खस, आर्य, दलित, आदिवासी जनजाति, यहाँ धेरै रहेको छ। तीमध्ये तपाईँ कुनमा पर्नुहुन्छ अनि त्यसलाई चाहिँ तपाईले छनौट गरेर फेरि अर्कोमा क्लिक गर्नु। र यो भिडियो अन्तिमसम्म हेर्नु होला। यदि तपाईले यो भिडियो अन्तिमसम्म हेर्नु भएन भने पक्कै पनि तपाईले फेरि निर्वाचन आयोगमा गएर दुःख पाउनुहुनेछ। मैले अन्तिममा भन्ने छु कि तपाईलाई निर्वाचन आयोगमा गइसकेपछि पुनः यो गर त्यो गर भन्न नपर्ने गरी तपाईँ एकै पटकमा आफ्नो मतदाता नामावलीमा नाम दर्ता गरेर सजिलैसँग आउन सक्नुहुनेछ। त्यसैले अन्तिमसम्म हेर्नु होला। अनि त्यसै गरी अङ्कित क्षेत्र अनिवार्य भनेको छ सम्पर्क स्थान। अब तपाईको प्रदेश कहाँ हो अनि तपाईले कुन निर्वाचन कार्यालयबाट तपाईले मतदाताको लागि तपाईले बायोमेट्रिक दिन जान चाहनुहुन्छ त्यो चाहिँ छनौट गर्ने हो। यहाँबाट तपाईले प्रदेश छान्नुहोस्, सम्पर्क स्थानको नाम छान्नुहोस्, अनि जिल्ला कहाँ हो, अनि तपाईले यहाँबाट मिति पनि राख्नुपर्ने हुन्छ। तपाईले कुन डेटमा गएर तपाईले त्यहाँ बायोमेट्रिक दिने हो त्यो मिति चुज गर्नुपर्ने हुन्छ। त्यही अनुसार तपाईले चुज गर्नुभयो भने अनि अर्कोमा क्लिक गर्नु होला। अनि तपाईको अर्कोमा क्लिक गरिसकेपछि तपाईले सर्लक्क देख्नुहुन्छ तपाईको फर्ममा कुनै मिस्टेक छ कि छैन कि तपाईले फर्म पुरा हेर्न सक्नुहुनेछ। अनि यति गरिसकेपछि तपाईले दर्ता गर्नुहोस् लेखेकोमा क्लिक गर्नु होला। दर्ता गर्नुहोस्मा क्लिक गरिसकेपछि तपाईको फर्म चाहिँ दर्ता भइसकेको छ।
अब तपाईँले यसरी दर्ता सफल भयो भनेर तपाईँकोमा देखाउनेछ। अनि कृपया फोटो र औँठा छापको लागि आवेदन फारमको प्रिन्ट तोकिएको कागजात लिएर जिल्ला निर्वाचन कार्यालयमा जानुहोला भनेर तपाईँले अब कहिलेको डेट राख्नु भएको छ यसरी भन्छ। यसरी भनिराख्दाखेरि तपाईँले निर्वाचन कार्यालयमा जानु अघि तपाईँले फर्म भर्दाखेरि चाहिँ तपाईँले पुरै डकुमेन्ट चाहिँ अपलोड गरेको हुनुपर्नेछ। यदि तपाईँ बसाइ सराई गरेर आउनुभएको छ भने बसाइ सराईको कागजात पनि राख्नुहोला। बिहे दर्ता गर्नुभएको छ भने त्यो पनि राख्नुहोला। यदि तपाईँले त्यो राख्नु भएन भने निर्वाचन आयोगमा गइसकेपछि तपाईँलाई यो बसाइ सराईको राख्नुहोस्, यो अपलोड गर्नुहोस्, त्यो अपलोड गर्नुहोस् भने तपाईँलाई दुःख दिन सक्छन्। त्यसैले तपाईँको डकुमेन्ट के छ सबै डकुमेन्टहरू पनि मजासँग अपलोड गर्नुहोला। यति गरिसकेपछि तपाईँले निर्वाचन आयोगमा गएर आफ्नो मतदानको लागि मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नुहुनेछ। भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। यदि तपाईँले बुझ्नु भएको छैन भने कमेन्ट बक्समा कमेन्ट गर्नुहोला, रिप्लाई दिनेछु। धन्यवाद।